हेलो एभ्रिवान, नमस्ते। स्वागत गर्छु तपाईहरुलाई मेरो अर्को एउटा भिडियोमा। र के छ खबर? आई होप सबैजना राम्रै हुनुहुन्छ होला। म पनि ठिकै छु। र हेर्नु न, विवान मसँग यति प्यारो चालले सुतिरहेछ र विवान र म चाहिँ सँगसँगै उठ्दैछौँ। र उठेर खानासाना खिलाएर म चाहिँ अहिले अब विवानलाई रेडी पारिरहेछु। उठेर त अब सबै काममै सकेर अब र विवानलाई पठाइसकेपछि चाहिँ बहुत ठुलो काम सके जस्तै लाग्छ। र अब स्कुल गइसकेपछि अब अरू थोक काम गर्न सकिन्छ, जस्तो कि कपडाहरू निकालेको धुन सकिन्छ भनेर। मेरो यो रुम यस्तो किचिक्रो छ, यति सानो छ। अनि यो मेरो रुम होइन, हामीले चाहिँ केटीको लागि यो रुम लिएका हौँ, बनाएका हौँ। र अहिले चाहिँ हामीहरू कति दिनको लागि चाहिँ यी रुममा बसिरहेछौँ। चाहिँ यस्तो लाग्छ, यस्तो अशान्ति लाग्छ, निसासिन्छु म यो रुममा पसेँ भने। र पनि के गर्नु, बस्नु परेकै छ होइन भन्नु त। र अर्को रुम बनिँदैछ त सधैँ भन्छु के यो रुममा बस्ने होइन भनेर। र बनाउँदैछौँ पनि, अब छिटै बनिन्छ होला। र वाक्क लाग्छ यो रुममा, यस्तो केही सिजिल देखिँदैन, जति नै मिलाए पनि मिल्दैन के। त्यो चाहिँ एकदम एकदम मुन्नै पर्दैन। कपडाहरू बिग्रिन्छ, विवानको बाबाको मेरै यति के बिग्रिन्छ भने एकदम अशान्ति लाग्छ। अब रुम क्लिन भयो भने मात्रै राम्रो लाग्छ नि बसेर पनि। र विवानलाई चाहिँ म यहाँनिर रेडी बनाइदिँदै थिएँ। विवानको चाहिँ जुत्ता मैले कहाँ पुसेँ देख्नु भने आफ्नै कपडामा, किनकि मैले नुहाइधुवाइ गरेकी थिइनँ। चाहिँ नुहाइधुवाइ गर्ने अगाडि चाहिँ लेत्राको काम म सबै थोक गर्छु भनेर भनेकै थिएँ नि। र विवानलाई चाहिँ अब म तेल लगाइदिन्छु। विवानको कपाल हेर्नु कत्रो भइरहेछ। र आज चाहिँ यसको काटिदिनुपर्छ। विकमा 2 वा 3 दिन मात्रै छ कि विवानको कपाल काट्ने दिन। नभए त जन्मबार भनौँ, शनिबार भनौँ, मङ्गलबार भनौँ, त्यस्तो मान्दै काट्ने दिनै आउँदैन। त्यसको लागि त्यो दिनमा चाहिँ मिस भयो भने यसको 1 हप्ता रहन्छ। र अहिले चाहिँ अब स्कुल जानको लागि रेडी भएर पनि निकालिसकेँ। स्कुल छेउमै छ, अब त्यसको लागि चाहिँ अब ठिक्क टाइममै निकालिदिन्छु। कोही बेला चाहिँ लेट पनि हुन्छ। र उसलाई चाहिँ स्कुल पठाएर उसको जुत्ताहरू धोएर सुकाइरहेको थिएँ। र त्यो उगार्दै चाहिँ। र गाइस, आज चाहिँ म तपाईँलाई मेरो स्लिपर कलेक्सन देखाउँछु। हिल्सहरू के अब जति छ मेरो चाहिँ यो सब कलेक्सनहरू बहुत छ क्या। त्यसको लागि पनि मिलाएर कहाँ के छ पत्तो पनि पाउँदिनँ। र यो हिल्स देख्नुहुँदैछ नि गाइस, त्यो चाहिँ मेरो हिल्स बिहाको हो के। यति प्यारो छ, हेर्नु न। त्यसरी लगाएकै छैन, बिहामा लगाएँ अनि एकबार माइत जाँदा लगाएकी छु। र त्यसको बादमा त लगाइनँ। अनि यी हिल्सहरू त यी त अस्ति गुवाहाटीबाट ल्याएँ, तपाईँहरूले देख्नुभयो। अरू यिनीहरू मैले किनेर एकबार पनि लगाएको छैन। तर राख्ने जग्गा नभएर भनेकै थिएँ नि कि चिक्रो रुममा सबै धुलो भइरहेछ। र मैले चाहिँ अहिले यस्तै झारझुर पारेर राख्न आँटेँ कि फेरि, किनकि अब फेरि पुसपास पारेर राखो त्यसै फेरि धुलो हुन्छ। यति धुलो भइरहेछ, सिमेन्टहरूको पनि काम चलिरहेको छ चाहिँ, त्यसको लागि पनि एकदम धुलो भइरहेछ। यसै मैले चाहिँ झारझुर पारेर राखेँ कि, किनकि धुलोहरू भइरहेको थियो भनेर। र अहिले चाहिँ अब बाहिर लाउने स्लिपरहरू चाहिँ निकालेँ। यति स्लिपर कलेक्सन छ, तर लाउने चाहिँ मैले हस्बेन्डको बुढो सेन्डलै हो कि। कहाँ जाँदा त्यस्तै बुढो सेन्डल लगाएर जान्छु। कहिले विशालमा पनि त्यस्तै बुढो सेन्डल। र अब सबै थोक मिलाइसकेर चाहिँ अब नुहाइधुवाइ गरेर यहाँ चाहिँ सब्जी निकाल्दैछु म। सब्जी चाहिँ हेर्नु न, लाउको मुन्टा टिप्नलाई गएकी अरे। यस्तो घाम चर्केको आजको गर्मीले त मेरो दिनभरि टाउको दुखेको छ। त्यसको लागि मैले केही कन्टेन्टै बनाइनँ, त्यस्तो केही नै गर्नै सकिनँ। सुत्तै नै गरेँ। र बेलुका चाहिँ अब म विवानलाई ट्युसन पुऱ्याउन जान आँटेकी थिएँ। र जेठानी पनि आउनुभएको थियो, उसको पनि काम थियो र निस्केका अरे। मैले चाहिँ स्कार्फै लिन बिर्सेछु। यसपालि चाहिँ स्कार्फ लिएरै जान्छु भनेर फेरि घुरेर उसलाई रुखाएर लिन गयो। अनि यहाँ दिदीले चाहिँ एउटा आम्ला दिनुभएको थियो, एउटा 2टा। र यहाँ चाहिँ हामीहरू जेठानीसँग बात गर्दैछौँ। विवानलाई ट्युसन पनि मैले यहीँ जेठानीसँगै देखेछु, उसको ठुलो मम्मीसँग। र अहिले चाहिँ अब उसलाई ट्युसन गर्न छोडेर म चाहिँ आइरहेको छु अर्कै जेठानीको घरमा। यहाँ चाहिँ दिदीले राम्री हुने अरे, थ्रेडिङ फेसियल गर्ने अरे, त्यसको लागि चाहिँ अब बस्नु हुँदैछ। र म चाहिँ यहाँ यतिकै अब रुखिरहेको छु। अर्कै जेठानी पनि आउनुभयो। तपाईँहरूलाई थाहै भइसक्यो हामीहरूको चाहिँ सबै एकैसँग भेट हुन्छ भनेर। र चाहिँ उसलाई चाहिँ मैले छोडेर अहिले विवानलाई लिन आएँ। उसको चाहिँ अलिक टाइम लाग्छ अरे। हेरी कि त विमान त रुन आँटिसकेको रहेछ। हेर्नु न, कहाँ गया था, क्यों नहीं आया जल्दी भनेर सोधिरहेको थियो। अनि मलाई देखेर चाहिँ यहाँ हाँस्दैछ। हेर्नु न, विवानलाई ल्याएर अरू केटाकेटीलाई पनि पढ्न बस्न लगाएर अब म चाहिँ आफ्नो ड्युटी सुरु गरिरहेछु खाना बनाउनको लागि। जति नै जे भए पनि खाना चाहिँ मैले बनाउनु पर्छ। कोही बेला चाहिँ हस्बेन्डले हेल्प गरिदिनुहुन्छ। र अहिले चाहिँ अब म खानासाना सबै थोक रेडी बनाएर अहिले चाहिँ अब म भिडियो एडिट गर्न बसेकी छु। मैले बनाएकी छैन, बनाउनलाई रेडी गरिरहेको छु। देरी नै खान्छौँ, अब 9 बज्छ खाँदाखेरि चाहिँ। तो गाइस, भिडियो चाहिँ अब म आज यतिमै एन्ड गर्छु। बहुत टाउको पनि दुखिरहेछ। बाई।